साथीहरू नमस्ते नमस्ते। गाह्रो छ हो साथीहरू होइन। हिजो चाहिँ हामी बसेको ठाउँमा लास्टै ठुलो भूकम्प आएको नि त होइन। कति भने 7.1 म्याग्निट्युड भन्छ नि होइन, त्यस्तो भूकम्प आएको लास्टै ठुलो आएको होइन। तर विडम्बना कुरो चाहिँ के भनेको म चाहिँ काममा जानुपर्ने काममा जाँदाखेरि होइन। अहिले चाहिँ ट्रेनहरू चलिरहेको छ अनि यो बसहरू चलिरहेको छ। तर के भन्छ नि यो सिङ्गापुर गियरहरू चलिरहेको होइन, त्यो चलिरहेको छ। एकदम हिजो 4:30 बजीतिर आएको एकदम यहाँ हामी बसेको ठाउँ नै केन्द्रबिन्दु भएर आएको होइन। कति हालियो होला जस्तो तपाईँहरूले होइन। मैले चाहिँ मेरो लाइफमा चाहिँ होइन 2चोटि चाहिँ यो भूकम्पको अनुभव लिन पाएँ होइन। अनि 2072 सालमा चाहिँ नेपालमा होइन, त्यतिखेर पनि म मेरो सानो बाइकमा मात्र अलग एक्लै थिएँ होइन। त्यसपछि 2015मा जापान आएँ होइन 2015मा जापान आएको होइन। त्यसको जापान 3 महिनापछि पनि ठुलै भूकम्प आएको होइन। त्यतिखेर पनि अनुभव गर्न पाएँ। त्यतिखेर म एक्लै थिएँ होइन। यसपालि चाहिँ हिजो पनि त्यत्रै अब 7.1 नै आएको होइन। अनि हिजो चाहिँ म मेरो बच्चा अनि हाम्रो मेरो वाइफ भनौँ न हामीसँग थियौँ। तर के गर्छ साथीहरू रातिले यसरी काम गर्नु पर्ने छ होइन, गाह्रो छ। हिजो मजाले खोलिएँ अनि यो सुनेर लास्टै गएको छ होइन। मलाई उनीहरूले कति छिटो गयो भने सोचिरहेको छु। हेरौँ के हुन्छ। साथीहरू हामी बस्ने एरियाको के भन्छ नि, के भन्छ हौ त्यसलाई, पालिका के भन्छ हौ त्यसलाई, नगरपालिकालाई हो यो चाहिँ हामी बस्ने छ होइन। यो के भयो कुनै मलाई थाहा छैन होइन। यहाँ चाहिँ हेर्नु न साथीहरू हिजो होइन ट्रेन के अरे हिजो होइन यस्तो भएको क्या हिजो होइन। यहाँ हेर्नु त यस्तो भयो क्या, यहाँ चाहिँ हिजो यस्तो भएछ अनि यहाँ चाहिँ यस्तो भएछ हेर्नु त ल, यस्तो भइसकेको छ हिजो होइन। यो चाहिँ माथि पनि सबै घट्टा घुट्टो भएछ कि हामी बस्ने यो चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12 कता लाग्यो होइन। अहिले यस्तो भएछ। अनि एक ठाउँ चाहिँ यहाँ माथि चाहिँ म आउने बेलामा त त्यो मुनिबाट थाहा छैन सायद न त्यहाँभित्र पानीको पाइप छ कि के त थाहा भएन होइन। त्यो चाहिँ हल्ला हल्लाएर 4-5 यत्रो खोला निस्किरहेको थियो होइन। अनि त्यो चाहिँ अनि म हुँदै चाहिँ त्यो चाहिँ म काममा जाँदै थिएँ, मान्छेहरू आउँदै थियो बनाउनु। त्यो चाहिँ सायद बनाइसक्यो होला। अब मैले देखाउँछु ल। त्यो चाहिँ यो चाहिँ लोकल ट्रेनहरू हो होइन। अहिले चल्न सुरु भएको छ, तर चल्न त चल्ने तर एकदम स्लो होइन, स्लो चल्छ। अनि त्यो एकदम भनौँ टाइमभन्दा स्लो चल्छ, अरू चाहिँ चल्दैन केही पनि। साथीहरू बस चाहिँ चलिरहेको छ होइन। यो चल्ने बसहरू चाहिँ लोकल बसहरू हो होइन, यहीँमा चढ्ने। अनि यहाँबाट एक्सप्रेस जाने भन्छ किनभने बस चाहिँ चलिरहेको छैन अनि ट्रेन पनि चलिरहेको छैन। अनि बिचमा हिँड्दै लोकल ट्रेनहरू हो, यो चलिरहेको छैन। अनि यो खानको चाहिँ त्यो टुरिस्टहरू हिँड्ने बस चाहिँ त्यो चाहिँ चलिरहेको रहेछ, न त अरू केही छैन। साथीहरू नमस्ते होइन। म चाहिँ एउटा सानो भिडियो बनाउँदैछु होइन। के भन्ने कुन हिजो चाहिँ भनौँ न 4-4:30 बजीतिर चाहिँ दिउँसोको 4 बजी चाहिँ लास्टै ठुलो भूकम्प आएको होइन। त्यो चाहिँ 7.1 म्याग्निट्युड भन्ने रहेछ होइन। त्यो चाहिँ हामी बसेको ठाउँमा नै केन्द्रबिन्दु बनाएर आएको हो होइन। तर विडम्बना कुरो चाहिँ के भयो भने साथीहरू यो उमेरसम्म आएपछि चाहिँ मैले यस्तो ठुलो भूकम्प चाहिँ अनुभव 3चोटि गर्न पाएँ होइन। जापानमा त अब सानो भूकम्प त आइरहेको हुन्छ, तर त्यस्तो खासै केही लाग्दैन कि मलाई चाहिँ। तर फेरि 3चोटि आइसक्यो। 3चोटिमै फर्स्ट पनि 2072 सालमा म नेपालमा थिएँ। त्यतिखेर म एक्लै थिएँ, फ्यामिलीहरू छुट्टै थिएँ, म मात्रै एक्लै थिएँ। अनि त्यसपछि 2015 होला है, म 15मा जापान आएको। जापान आएर चाँडै 2016को होइन 2015कै म जापान 3 महिनापछि चाहिँ भूकम्प आयो होइन। त्यो पनि मैले मजाले अनुभव लिन पाएँ। झन् त्यो 2चोटि हुनु आएको। अनि फेरि यसपालि हिजो भनौँ न, हिजो पनि 7.1 को ठ्याक्कै हामी बसेको ठाउँमा केन्द्र घुम्नु गएर आएको। अनि हिजो चाहिँ के भइदियो भने म र मेरो मम्मी ड्याडी दिदी बहिनीहरू बाहेक भनौँ न मेरै मात्र फ्यामिलीहरू चाहिँ सँगै थियो क्या। अनि सँगै थियो होइन। अनि म त राति काम हो, अब
के गर्नु सक्यो होला होइन जस्तो जग्गा भूकम्प आयो पनि जेसुकै आए पनि अब अर्को खाएपछि काम गर्नु परिहाल्यो होइन अब गाह्रो छ नि हो नेपालमा आफ्नो देश होइन यार अर्को देशमा बस्नु परे गाह्रो छ होइन आफ्नो बच्चालाई छोडेर एक्लै आफ्नो बच्चालाई छोडेर भनौँ न आउनु परे यसरी होइन के गर्नु गाह्रो त गाह्रो छ साथीहरू अब नाम भन्न पनि सकिँदैन हेर्नुहोस् होइन काम गर्नु पर्यो होइन अनि के भनेदेखि म त अहिले कामबाट फर्किरहेको छु फेरि काम यति बिजी ओ माइ गड साथ छैन पुग्न नभएको एउटा फोन आएको छ अर्को फेरि अर्को फोन आउँछ त्यो फोन उठाएको छ अर्को आउँछ अर्को फोन अर्को आम्मामामामामा बेहोस अनि हिजो त टिभी हेर्नै पाएन काममा चाहिँ टिभी चाहिँ अनाइराखेको थियो कि अनि हाम्रो चाहिँ म सानमै थिएँ अनि काम हेरेँ अनि पछि त ओमाइ गड हामी बस्नु नजिकै क्या हाम्रो रुमबाट लाग्छ 30 मिनट लाग्छ गाडीमा होइन त्यहाँको ठुलो सबै मल छ क्या इवन मोर भन्ने लास्टै ठुलो छ त्यो त बिचरा विच्छेद भएर कस्तो भएर कति मान्छेहरू त खोइ कहाँ हरायो खानै छैन आत्तोपत्तो सम्पर्कमा आएको छैन भन्दै थियो त्यहाँ काम गर्ने स्टाफहरू कति लाख कति हजार होला होइन स्टाफहरू प्लस के चाहिँ के अरे सम्पर्कमा आएको छैन भनेर पनि भनेको थियो होइन दुःख लाग्छ तर यो मैले यो सुमोले जो पनि ठ्याक्कै म जापान आउने बेलामा आयो 3 महिनापछि भूकम्प आयो त त्यो भूकम्पले भाग्नु थियो यो पनि अहिले बनाउँदैछ अनि फेरि आयो अरे उयो चाहिँ म जापान आएर 3 महिनापछि भत्किएको के अरे भूकम्पले विच्छेद भएर भर्खर बनाउँदैछ होइन फेरि अहिले प्लेनहरू पनि हेलिकप्टरहरू पनि घुमिरहेको छ सायद चेक गर्ने होला होइन अनि हिजोको समाचार हेरेको यो पनि भत्किएको छ अरे अनि त्यो त इवन मोर भन्ने त 7 लाख थुप्रै गएछ छैन एउटा छैन अब यो पनि आज चाहिँ आउँदिनँ रातभरि धक्का आएकै छ भूकम्पको चाहिँ त्यही भएर म चाहिँ आउँदैन आज चाहिँ होइन आज चाहिँ आउँदैन म कुनै दिन आएर फेरि भिडियो खिच्छु ल अनि के साथीहरू मलाई भन्न मन लागेको चाहिँ हिजो चाहिँ ठ्याक्कै 4:30 बजी हाल्यो अनि मेरो साथीहरू पनि रुम आउनु भएको रहेछ मलाई थाहा थिएन म त नाइट काम थियो सुतिरहेको थियो मलाई थाहा थियो कि म सुतेको नजिकै मेरो पुण्य पनि सुतिरहेको थियो भन्ने मलाई थाहा थियो होइन अनि त्यसपछि उनीहरू चाहिँ साथीहरू आउनुभएछ अनि मेरो बहिनीसँग गफ गर्दै रहेछ अनि मलाई थाहा नै थिएन उहाँहरू आउनुभएको पनि सायद मेरो नाइट काम भएन डिस्टर्ब पनि गर्नु भएन उहाँहरूले होइन अनि फेरि ठ्याक्कै भित्र प्रेसर हालिरहेको होइन अनि पछि मेरो त दिमागमा आँख गर्नु बित्तिकै त मलाई कसैको याद आएन मेरो पुण्य चाहिँ पलङमा छ भन्ने मात्रै याद आयो क्या अनि मेरो पुण्य त मभन्दा अगाडि उठेको छ होइन अनि पछि अगाडि उठेर अनि त्यो आमा त हो होइन अनि आमा चाहिँ र साथीले चाहिँ उसलाई झ्याप्प समातेर अङ्गालाई राखेको छ अनि फेरि म पनि गएर अनि मैले अरूले हेरेन अनि आमा चाहिँ पुण्यले अङ्गाल हाल्दैछ मैले झ्याप्प पुण्यलाई समातेँ पुण्यले उभिएको रहेछ अनि पछि हालियो बिस्तारी अनि धक्का पनि आएकै गर्छ मलाई डर लागिरहेको छ होइन मेरो पुण्यको चाहिँ कस्तो गर्थ्यो भन्ने चिन्ता लागिरहेको छ होइन ऊ एकदम फ्रेसै छैन हिजो होइन उनीहरूको पनि आएको आइन्छ फेरि हाम्रै आउनु अनि पछि त्यसपछि चाहिँ हिजो चाहिँ यहाँ झरेछ ल एउटा देखाउँछ ल यहाँ खसी छ हेर्नु त बनाउँदै थियो माथिबाट भ्लत्तै आएछ है ल अनि त्यसपछि चाहिँ अब हामी त अब यस्तो त्यस्तो गरममा अब पुण्यलाई त अब उसले जे पाइदै खाँदैन होइन अब भन्ने बत्तै छ होइन अनि उसले त भयो नि हामी यसो जानु पऱ्यो भने पसल गएको है पसल त पुरै बन्द त्यति बेलासम्म मेरो पसलमै बत्ती आएको थियो अनि साथीहरूको चाहिँ कुनैको आएको थियो कुनैको आएको थिएन मेरो आएको थियो अनि हामी चाहिँ पसल गएँ अनि पसल पुरै बन्द हेर्नुहोस् होइन अनि हिजो चाहिँ एउटा अनुभव गरेको चाहिँ हुन नेपाली हो म होइन नेपालीको त्यो अनुभव जसले पनि गरिहाल्छ चिन्न हुँदैन हाम्रो होइन फेरि भए पनि अब कसले मान्नु त होइन अब हातले यस्तो उस्तो गरी हिँड्छ नि त हिजो त्यस्तै सिग्नल बत्ती थिएन होइन सिग्नल छैन अनि त हातले यता उता गर्दै हामी पनि गइरहेको थियौँ अनि हातले नै इसारा गर्दै हामी पनि गएको अनि टाइम चाहिँ लाग्दो रहेछ अनि पसल सबै बन्द यहाँनिर हिजो चाहिँ पानी यहाँ चिएको थियो बनाएछ हिजो अनि
अनि पछि पसल 3 पसलमा गयो सबै बन्द होइन पुरै अब आफै यहीँ अब यत्रो होइन म्याग्निट्युडको भूकम्प आएको यहीँ अब होइन केन्द्रबिन्दु यहीँ भएपछि अब गाह्रो छ नि होइन अनि पछि यता पानी त बनाइसकेको छ बनाएर नि यहाँ हिजो होइन यहाँदेखि चाहिँ पानी यत्रो चुहिरहेको थियो हेर्नु न यस्तो यो पुरै यस्तो ठाउँ हो नि त यहाँ चाहिँ हिजो पानी चुहेको थियो अनि बनाइसकेको छ हेर्नु त प्लास्टर धरि गर्न भ्याइसकेको कति छिटो भएको हे भगवान् अनि त्यसपछि सिङ्गामा चाहिँ त्यस्तो होइन हिजो चाहिँ अनुभव पनि गरेँ होइन बसेको अहिले चाहिँ मजा पनि आउँदो रहेछ कि त्यस्तो गर्छ पनि होइन अनि त्यसपछि चाहिँ अनि के साथीहरू त्यसपछि चाहिँ होइन म चाहिँ अनि त्यसपछि हामी बाहिर गयौँ होइन पसल गयो छैन सिग्नल छैन है यता उता गरिरहेको छ अब मेरो रुममा अनि त्यसपछि म फर्केर आउँदा चाहिँ बत्ती छैन हेर्नुहोस् है धन्न पानी कुनाएको चाहिँ कस्तो थियो भने पानी आएको थिएन ग्यास र बत्ती थियो कुनाएको चाहिँ के थियो मेरो चाहिँ पानी चाहिँ आएको थियो ग्यास र बत्ती चाहिँ थिएन अनि पछि त के गर्ने अब बत्ती त भएन अब यस्तो गर्मी छ है अब एसी चलाउनै पर्छ एसी बिना बस्न सक्दैन ल हामी चाहिँ जस्तो बस्न चाहिँ बच्चालाई के भनेर राख्ने होइन अनि अब साथीहरू नेपाली हुन्छ नि त दाइहाल्ने हुन्छ नेपालहरू त मेरो साथीहरू थियो साथीहरू आऊ भन्नुभयो होइन अनि हामीले जाने सोच गरिरहेको थियौँ अनि त्यो दाइको रुममा चाहिँ हामी चाहिँ गएनौँ किनकि नजिकै अर्को बहिनीहरू पनि हुनुहुन्थ्यो उनीहरू पनि झन् बिचरा भर्खर आएको जापानमा होइन डराइ राख्यो अनि त्यसपछि उनीहरूलाई चाहिँ उनीहरूसँगै चाहिँ हामी चाहिँ बस्यौँ अब हामी त के भन्नु मेरो बहिनी चाहिँ बस्यो अनि म चाहिँ उसको काममा छ साथीहरू के गर्नु यस्तो बच्चालाई छोडेर जानुपर्ने होइन चिन्ता लाग्छ रातभरि आयो धक्का आएको है गाह्रो त्यसपछि काममा गएँ काममा पुगेँ सास फेर्न पाएँ त मरिजाउला त्यस्तो रातभरि फोन है फोन आएको आई न ब्रेक टाइम जान पाउँछ न के खाना बन्द भनेको केही चक्लेटहरू लाग्दै चक्लेट जुस खानु पायो अन्त केही छैन म त बर्बाद भएर अनि त्यो यता दौडी अनि 7 बजीसम्म काम थियो म 7:30 काम गरिरहेको यता दौडी उता दौड्दै मेरो त फ्याद ज्यान गएर साथीहरू कति मिस्टेक पनि गरेर नकाम होइन अब त्यो छ हो गाह्रो यस्तो छ होइन के गर्नु साथीहरू काम गर्नैपर्छ अर्काको खाएपछि होइन मान्छेको देशमा कमाउन सजिलो त कहाँमै छ र होइन तर त्यो देख्दैनौँ होइन साथीहरू नेपालमा हुनेहरूले होइन गाह्रो छ नि हो साथीहरू मलाई अब अहिले त अघि चाहिँ सम्म चाहिँ त्यस अहिलेसम्म चाहिँ सिमसानो भन्ने चाहिँ बुलेट ट्रेन भन्ने चाहिँ थियो अनि चियरहरू चाहिँ चलिरहेको छैन त लोकल ट्रेनहरू बसहरू चलिरहेको छ अरू चाहिँ केही चलेको छैन पसलहरू सबै बन्द छ अब म जाँदै एकचोटि हेर्छु ल पसल खोलेको छैन साथीहरू यस्तै छ जसो जापानको कुमातोमा हुनुहुन्छ उहाँहरू बी केयर सेफ भएर बस्नु होला हामी सिक्छौँ अनि लास्टमा चाहिँ हामीले माया गरेर सम्झेर फोन गर्नु हुने सबैजना थ्याङ्क यू सो मच है यसरी माया गरिदिनु भएकोमा थ्याङ्क यू अनि हामीले तपाईँलाई फोन गर्न सकेर कन्ट्याक्ट गर्छ त्यहाँ उहाँलाई सरी भन्न चाहन्छु जहाँ हुनुहुन्छ राम्रोसँग बस्नुहोस् कुमातोमा सेफ भएर बस्नु है त थ्याङ्क यू लाइक साथीहरू मेरो दाना पानी सबै किन्ने पसल यो हो अझ नि बन्द रहेछ अब के गर्ने होला त साथीहरू बर्बाद भयो नि त नि आज नि बन्द कहिलेसम्म बन्द हुने हो थाहा नै छैन अब भित्र भरको सामानहरू खस्यो होला अनि यत्रो पार्किङ छ होइन कहिले पाउँदैन कहिले पार्किङ गर्ने ठाउँ पाउँदैन यो ठाउँमा तर हेर्नु त यत्रो पार्किङ छ अहिले थाहा भयो यत्रो पार्किङ छ भनेर त मलाई त के गर्नु पसल सबै बन्द छ के खाने के गर्ने होला म त बिजोग छ हो साथीहरू हाम्रो त सबै बन्द रहेछ अब कहिलेसम्म खोल्ने हो एकछिन हेरौँ है कहिलेसम्म खोल्दो रहेछ म हेर्छु ल मेरो जापानमा मेरो दाना पानी सबै चलाउने यहीँ होला भन्न खोजेको चाहिँ मेरो यहाँ पसल बन्द भयो मेरो पसल मेरो घरमा चुलो बल्दैन अरू पसल टाढा छ टाढा भन्दा पनि जाँदैन क्या त्यही भएर बिजोग छ हेरौँ अब कहिले ओपन भन्ने म हेर्छु ल।